फाइनली आई रियलाइज कि म अरूभन्दा अलग छु, तर गलत छैन। कहिलेकाहीँ एकदमै ज्यादा सोच्ने गर्छु अनि केही समयपछि आफैलाई दोष दिन्छु। एकदमै सानो कुरामा खुसी हुने मेरो मन एकदमै सानो कुरामा दुख्छ। तब लाग्छ सबैको जिन्दगी सही छ, तर मेरो समय खराब किन छ, किन रुक्छ? मनको भूतसँग बारम्बार यही कुरामा लडिरहेको हुन्छ। कसैले रोक्न खोजे खै किन जिद्दी गर्छु। सजिलो छैन नि मसँग हुन, तर कोही अरूले मैले जसरी नै सम्बन्ध निभाउँछ भने भन। हो, हरेक सम्बन्धमा स्वार्थ पूरा गर्न पटक पटक प्रयोग भएको छु म, तर म अझै बाँकी छु। जे छु, जस्तो छु, मलाई मन पराउनेहरूको लागि प्रिय छु अनि आफ्नो लागि ठिक छु।